सकेसम्म हामीले चाहिँ यस्तो अचार बनाउने चाहिँ लाल पाकेको खुर्सानी के रातो रातो ल्याउँदा राम्रो अब पानी चाहिँ नहाल्ने अब यो पाकेर नपाकेको कसरी छुट्टिन्छ भनेपछि तेल माथि आउँछ अचार चाहिँ तल बस्छ जुनै पनि हिजो पनि त्यस्तो हो जुन अचार बनाउँदा पनि मासुको पनि नि त्यस्तै हो अब नुन पनि हाल्दा भयो नि अब हालिदिने नुन चाहिँ स्वाद अनुसार हाल्ने अब सेलिसकेपछि भेनिगर हाल्ने है अब नुन पनि हाल्दा खै म खुर्सानीको अचार बनाउनको लागि त खुर्सानीको अचारमा नि 1 केजी बराबर 100 ग्राम नुन हाल्नुपर्छ है किनभने पिरो धेरै हुन्छ हैन अनि पिरोले नुन खान्छ नि त खुर्सानी उमाल्ने बेला पानी आधी पो हाल्नु पर्यो त नुन त खुर्सानी उमाल्ने बेलामा पानी डुब्नुपर्छ तर दुःखको कुरा खुर्सानी कहिले पनि डुब्दैन र अहिले माथि आउँछ किनभने खुर्सानी हल्का हुन्छ हैन त्यो कारणले गर्दाखेरि डुब्दैन ओहो अहिले चाहिँ खुर्सानी नै हो है भन्ने गरी आयो है बास्नु अझै आउँदैछ पका पाक्दै जान्छ बास्ना आउँदै जान्छ चाहिँ मास लाएर ल एक डाडी दिइहालौँ त ल म त चाख्दिनँ खुर्सानी त पिरो हुन्छ मलाई त कसले चाहिँ पकाएको त्यहाँ रुपाले हो हैन रुपा र योगनाथ हामी सबै राखेर तिमीले यति नुनले पुग्दैन नुनले कस्तो ल्याउनु काम गर्ने मान्छेले अब यो नुन को हुनुहुन्छ हैन यो साइनो गाँसले मिल्दैन को होइन त दाइ हो कि भेना त को त नि अब जाइन त हुन्छ होला नि नुन तुरन्त चाहियो त होला नि हुँदैन र यो तलतिर नुन हाल्दा नि हुन्छ होला नुन हाल्दा हुन्छ तर यहाँ नुनै रहेन हुने रहेछ भन्ने कुरा हाले एकछिन ग्यास बन्द ग्यास बन्द गर्नु नत्र नुन लिएर खै भन्नु पनि छैन हैन कति नुन लिएको हामीले अस्ति एक प्याकेट ल उसलाई सुम्पिदिने हो यो के भन्छ मुला जे छ त्यति पैसा छ भएको चिजहरू जति पनि सबै एउटा दिदिनु तेल सेपरेट भयो माथि आउँदैछ तेल खाँदै त्यो ऊ साइडमा पनि बहिनी त्यो साइडको चलाइदिनु त चला मिक्स गरिदिनु म हेर्छु अब कार्यक्रम सक्यो त्यसै पाक्दैछ है नुन हाल्नु ल ए नुन ल्याउनु भयो आइपुगेछु गच्छि तलबाट पाल्नु पर्छ किन माथि पाल्नु हो रहेछ दाइ तिमीलाई चाहिँ माने मैले राजा भने राजा भने हालो अब 111 ग्यास ठुलो बनाउँदिँदै अब थोरै मिठो बास्ना आयो है क्या आएन गाला झन् गइदियो बिल त्यो उति कराइमा चम्चा त तिमीलाई कम नै 5-6 चम्चा 5-6 चम्चा हाल्दिने खुर्सानीमा नुन हाल्नु पर्यो नि त जित्छ नि खुर्सानीमा नुन छिटो हुन्छ यो अचार बनाउनु के हो दिदी यो डल्ले ग्रेभी अझै एकदम चाहन्छु खट्टे मिठे जग्गा हजुर 6 चम्चा हाले हुन्छ भयो चम्चा ठुलो छ त अनि बेसार चाहिन्छ नि 15 ग्राम हाल्नु 1 चम्चा हाल्नु नुन हालिसक्यो हुन्छ है ए बेसार पनि हालिदिनु पर्थ्यो यार सुरुमा हो नि त हाल हालो हालो अब हाल्नु त पर्छ नि किन त्यो त रातै हुन्छ होला जल्दी अनि त्यो कलर वाला खुर्सानीको त्यो मसलामा मात्र 10 किन हाल्छ खैला बनाइ मसला सत्री भयो पक्कै जान्छ यस्तो बेसार मलेन खैला उजली मोबाइल त यार जेठी त चलेको हालेर बेसार मोबाइल लगाउँछु लाग्छ कि त्यो हाम्रो